अहिले चाहिँ नेपालमा माओवादीहरूलाई सिद्ध्याउने चाहिँ त्यो साम्राज्यवादले होइन पहिले चाहिँ सेना सिद्ध्याइदिने त्यसपछि पार्टी चाहिँ सिद्ध्याइदिने त्यसपछि चाहिँ पार्टीको नामै सिद्ध्याइदिने खालि जो नेपालबाट माओवादीहरू सकिए भन्ने ढङ्गले जो बाहिर प्रचार गरिरहेछन् त्यही गर्न खोजिरहेको थियो। अहिले चाहिँ माओवादी नामै छोडेर अहिले चाहिँ प्रचण्ड अलि पर पुगे नि धेरै पर पुगे। त्यो भएपछि नेपालमा माओवादी त खोजेर नभेटिने हो। त्यो भएपछि विप्लवले चाहिँ छोड्न त विप्लवले पहिले नै माओवादीलाई अँगालेर नामलाई चाहिँ नेपाल कम्युनिस्ट पार्टी भनेर स्थापना कालकै नाममा चाहिँ जानुभएको थियो। तर अहिले चाहिँ माओवादी आन्दोलन चाहिँ फेरि नेपालको एउटा इतिहास हो। फेरि अहिले चाहिँ एउटा इतिहासको चाहिँ उसलाई चाहिँ अहिले नै जनताले त्यो खोजिरहेका छन्। त्यही बेलामा निमित्यान्न पारेर जानु भनेको फेरि झन् ठुलो निराशा थप्ने कुरा हुन्छ। त्यस कारण अहिले नै फेरि प्रचण्डले चाहिँ त्यो छोडेर गइसकेको अवस्थामा विप्लवले माओवादीलाई चाहिँ माओवादी नामलाई पनि राख्नुपर्छ भनेर यहाँ माओवादीलाई छोड्नु, माओवादी नाम छोड्नु, त्यसपछि चाहिँ अब चुनाव छिन्न सबै छोडेर जो मार्क्सवाद लेनिनवादमा पुग्नुभयो कमरेड प्रचण्ड मात्रै चाहिँ गर्दाखेरि त एमाले दोस्रो एमाले यो चाहिँ एमालेकै अब अर्को संस्करण भयो। यो चाहिँ नयाँ संस्करण भयो क्या एमालेको नयाँ संस्करण भयो। दोस्रो संस्करण भन्न अब त्यो चाहिँ बन्नु पुग्यो। त्यो बन्नु पुगेपछि त्यही फरक भइगयो नि त। विप्लव र प्रचण्ड त सिद्धान्तले सबै चिजले त त्यही फरक देखाइदिइहाल्यो नि। त्यही कारण एकातिर प्रचण्ड त्यहाँ पुगेको छ, विप्लवले त्यसलाई अझ विकास गर्ने भनेको छ, यसले विकास गरेर जानुपर्छ भनेको छ। उहाँले सिद्ध्याउँदै हुनुहुन्छ काम छैन भनेको चाहिँ होइन। सशस्त्र सङ्घर्षको बल प्रयोगको सिद्धान्तको आवश्यकै छैन भनेर पर पुगिसकेपछि त अब विप्लव र प्रचण्डलाई अब एक ठाउँबाट त हेर्न सकिने ठाउँै छैन नि। त्यस कारण बुझ्ने यताबाट बुझ्नेले त यो बुझ्ने भयो।